सम्पूर्णलाई स्वागत छ मेरो युट्युब च्यानल केजिबी नेपालमा। आज हामी एकदम गहिरो र रहस्यमय घटनाको चर्चा गर्नेछौँ। नेपाल हिमालको देश, शान्तिको देश, राजा र प्रजाबीचको अनौठो सम्बन्धको देश। तर 2058 साल जेठ 19 गते एउटा रात आयो जसले नेपालको इतिहास सधैँका लागि बदलिदियो। एउटा रात राजा वीरेन्द्र, रानी ऐश्वर्या, राजकुमारहरू, राजकुमारीहरू, राजपरिवारका धेरै सदस्यहरू सबै डले। सरकारी प्रतिवेदनले भन्यो युवराज दिपेन्द्रले गोली चलाए। यदि सबै कुरा यति स्पष्ट थियो भने 25 वर्षपछि पनि किन लाखौँ नेपालीहरू अझै प्रश्न सोधिरहेका छन्? किन आज पनि दरबार हत्याकाण्ड नेपालको सबैभन्दा ठुलो रहस्य बनेको छ? र के हामीले सम्पूर्ण सत्य थाहा पायौँ वा सत्यको केवल एउटा भाग मात्र? राजा वीरेन्द्रलाई धेरै नेपालीहरूले केवल राजा होइन, राष्ट्रको प्रतीकको रूपमा सम्झन्छन्। उनको शासनकालमा नेपाल विश्वमा शान्ति क्षेत्रको अवधारणा लिएर उभियो। उनी धेरै नेपालीका लागि विनम्र, सरल र लोकप्रिय शासक थिए। त्यसैले जब उनको मृत्युको खबर आयो, देश स्तब्ध भयो। कसैले पत्याउन सकेन, कसैले कल्पना गर्न सकेन र धेरैका लागि त्यो दिन आजसम्म समाप्त भएको छैन। Nepal, a country shaken, shocked and in turmoil at the of its royal family. One could not expect that such a horrendous act can be enacted. 13 members of the Nepalese royal family now lie dead or wounded. This is the story of a forbidden love affair, a family tragedy and a national nightmare. अब प्रश्न उठ्छ, को थिए युवराज दिपेन्द्र? के उनी केवल प्रतिवेदनमा उल्लेख गरिएका व्यक्ति थिए वा त्यसभन्दा धेरै? दिपेन्द्र सैनिक तालिम प्राप्त थिए, विदेशमा अध्ययन गरेका थिए, हतियार र सैन्य रणनीतिमा रुचि राख्थे, अनुशासित थिए। धेरै मानिसहरूले उनलाई बुद्धिमान र देशप्रेमी व्यक्तिको रूपमा वर्णन गरेका छन्। यही कारण एउटा प्रश्न बारम्बार उठ्छ, यदि उनी यति शिक्षित र जिम्मेवार थिए भने त्यो रात वास्तवमा के भयो? दिपेन्द्रको नामसँग जोडिएको सबैभन्दा चर्चित विषय थियो देवयानी राणासँगको सम्बन्ध। वर्षौंसम्म यो विषय सार्वजनिक बहसको केन्द्रमा बन्यो। कतिपयका अनुसार विवाहको विषयलाई लिएर मतभेद थियो, कतिपयका अनुसार पारिवारिक तनाव बढिरहेको थियो। तर के केवल प्रेम सम्बन्धको विवादले यस्तो त्रासदी निम्त्याउन सक्छ? यो प्रश्नको उत्तर आज पनि विवादित छ। जेठ 19 गते नारायणेरी दरबार, पारिवारिक जमघट, सामान्य देखिने साँझ। तर केही घण्टापछि गोलीको आवाज सुनियो, फेरि अर्को र त्यसपछि नेपालको इतिहास बदलियो। राजा वीरेन्द्र ढले, रानी ऐश्वर्या ढलिन्, राजपरिवारका धेरै सदस्यहरू मारिए, देश शोकमा डुब्यो। सरकारी छानबिनपछि निष्कर्ष आयो युवराज दिपेन्द्रले गोली चलाए, पछि आफूलाई पनि गोली हाने। उनी कोमामा रहे र केही दिनपछि उनको पनि मृत्यु भयो। प्रतिवेदनले घटनाको आधिकारिक व्याख्या दियो, तर यहाँबाट प्रश्नहरू सुरु भए। यदि प्रतिवेदनले सबै कुरा स्पष्ट गरिसकेको थियो भने किन आज पनि प्रश्नहरू बाँकी छन्? किन लाखौँ नेपालीहरू अझै सन्तुष्ट छैनन्? किन विभिन्न संस्करणहरू अझै फैलिरहेका छन्? प्रश्न उठ्छ, त्यो रात सम्पूर्ण घटनाक्रम सार्वजनिक रूपमा किन कहिल्यै बाहिर आएन? किन धेरै मानिसहरू अनुसन्धानको अवधि पर्याप्त नभएको तर्क गर्छन्? किन विभिन्न व्यक्तिहरूले फरक विवरणहरू दिएका थिए? किन सुरक्षा व्यवस्थाबारे आज पनि प्रश्न उठ्छ? देशकै सबैभन्दा सुरक्षित स्थानभित्र यस्तो घटना कसरी भयो? किन धेरै नेपालीहरूले घटनापछि थप स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धानका लागि माग गरेका थिए? दरबार हत्याकाण्डसँग जोडिएको सबैभन्दा चर्चित प्रश्नमध्ये एउटा, राजा ज्ञानेन्द्र त्यो रात किन त्यहाँ थिएनन्? यस विषयमा विभिन्न व्याख्या दिएका छन्, तर वर्षौंदेखि यही प्रश्न जनचासोको केन्द्रमा छ। कि यो केवल संयोग थियो वा जनताले नबुझेको कुनै अर्को कारण? यही प्रश्नले धेरै षड्यन्त्र सिद्धान्तहरू जन्माएको छ। वर्षौंदेखि विभिन्न आरोप र शङ्काहरू सुनिँदै आएका छन्। कतिपयले विदेशी गुप्तचर संस्थाहरूको नाम लिन्छन्, कतिपयले अन्तर्राष्ट्रिय शक्तिहरूको।
कतिपयले आन्तरिक शक्ति सङ्घर्षको तर एउटा महत्त्वपूर्ण तथ्य यी दाबीहरूलाई पुष्टि गर्ने सार्वजनिक प्रमाण आजसम्म प्रस्तुत भएको छैन। तर फेरि प्रश्न उठ्छ, यदि प्रमाण छैन भने किन यस्तो सिद्धान्तहरू यति लामो समयसम्म बाँचे? किन मानिसहरू अझै उत्तर खोजिरहेका छन्? इतिहासमा केही घटनाहरू यस्ता हुन्छन् जहाँ तथ्यहरू सार्वजनिक हुन्छन् तर शङ्काहरू समाप्त हुँदैन। दरबार हत्याकाण्ड त्यस्तै एउटा घटना हो। सरकारी प्रतिवेदन छ, आधिकारिक निष्कर्ष छ, तर प्रश्नहरू पनि छन् र ती प्रश्नहरूले आज पनि नेपाली समाजलाई विभाजित गर्छन्। 25 वर्ष बितिसक्यो, पुस्ता बदलियो, नेपाल बदलियो, राजतन्त्र समाप्त भयो, तर दरबार हत्याकाण्डको प्रश्न समाप्त भएन। सायद प्रतिवेदन सही थियो, सायद हामीले सम्पूर्ण सत्य थाहा पाइसकेका छौँ, वा सायद इतिहासका केही पानाहरू अझै अधुरा छन्। तर एउटा कुरा निश्चित छ, जेठ 19 गते केवल एउटा मिति होइन, यो नेपालको सामूहिक स्मृतिमा अङ्कित एउटा घाउ हो र जबसम्म प्रश्नहरू जीवित छन् सत्यको खोजी पनि जीवित रहनेछ। तपाईँलाई के लाग्छ, के दरबार हत्याकाण्डको सम्पूर्ण सत्य बाहिर आइसकेको छ वा अझै केही प्रश्नहरूको उत्तर आउन बाँकी छ? आफ्नो विचारमा कमेन्ट लेख्नुहोस् र यो भिडियो सेयर गर्नुहोस् र इतिहासका यस्ता अनुत्तरित रहस्यमय भिडियोको लागि यो च्यानललाई सब्सक्राइब गर्नुहोस्। हस्, थ्याङ्क यू।